छैन सानो छ चिटिको परेको बस ट्याक्क खोल्छ अब कुलिङ वाटर भ्याइएर छ सर्भिस नगरे भएर अब पानी हालेर पनि ग्यारेजसम्म जानलाई अहिले फिलहाल कुलिङ हालेर हाल्नु पर्यो यो चाहिँ शान्तिनारायण बाटो अब गाडी सर्भिस गर्ने तपाईँ एकछिन गाडीको एकदम राम्रो होस् सबैले लाइक गरिदिनु होला साथी के छौ आज नि लाग्यो हामी यसो गाडी बिग्रेछ सर्भिस गर्न जानुपर्ने गाडीको गाडी चाहिँ यहाँ पाइ खडा रहेछ मसँग यता रोशन दाइ पनि हुन्छ यहाँ अनि म यता टाइम सर्भिस गरेपछि यसले पनि कहाँ कुकु गर्दो रहेछ कि यहीँ छ गाडी धेरै ठुलो गाडी छैन सानो छ चिटिको परेको बस ट्याक्क खोल्छ अब कुलिङ वाटर भ्याइएर छ सर्भिस नगरे भएर अब पानी हालेर पनि ग्यारेजसम्म जानलाई अहिले फिलहाल कुलिङ हालेर हाल्नु पर्यो दिनभरि हेर्नु सक्छ आज हामी शान्तनिया गाडी सर्भिस जाँदैछ यता रसुला हुन्छ यता म गोविन्द यता हुन्छ यो चाहिँ शान्तिनारायण बाटो जाममा परेछ हामी अहिले साथी फाइनली ग्रिन सिग्नल आयो अब चाहिँ हामी यहाँबाट देखिँदैन होला यार त्यस्तो त नभन न यार पिज्जा लडाइँदैन देख्दैन कति कालो त्यो घामले डढेर होला वान वे छ भने साथीहरु यहाँ चाहिँ अहिले बाटो बनाउँदैछ ग्यारेजमा आइसकेको छ मेरो गाडी यहाँ छ अब गाडी सर्भिस गर्ने तपाईँलाई एकछिन गाडीको भिडियोहरू सर्भिस कसरी गर्छ देखाउने म गर्छु घरमा गाडीमा कुलिन छैन डब्बा होइन कुलिन इन्टरमासी गरेर कुलिनको डब्बा लिएर आउँछौँ हामी जान्छौँ मैले इन्टरमासी आइपुगेँ रोशन दाइ हाम्रो विशाल हाम्रो गाउँलाई यहाँ आउनु चाहिँ ठ्याक्क अचानक हाम्रो गाउँलाई भेटिनु गाउँलाई वेलकम छ तपाईँलाई तपाईँ के भन्न चाहन्छ हाम्रो मैले एकदम युट्युब राम्रो चलोस् हाम्रो साथीको एकदम राम्रो होस् सबैले लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला धन्यवाद दाइले भनिदिनु सब्सक्राइब गर्न नबिर्सिनु फेरि मलाई त्यस्तो छ है म चाहिँ कुलिन लिन आएको नाम त्यस्तो छ घरमा चाहन पे गर्नु लाग्यो है चाहिँ सर्नु त अलि छ ग्यारेज अन्त गाडी बनाउने यही ग्यारेजमा हो जुन चाहिँ गाडी यता छ यता गाडी छ मेरो गाडी भित्र तुमा उठ्या साथीहरूसँग सर्भिस हुँदैछ है त्यो सर्भिस आज चाहिँ दामी टिलिक्क पाएर लानुपर्छ घर आज अन्त पुरै गाडी कस्तो हालत अन्त मैले गाडी यस्तो भएछ धुलोले 3-4 दिनको गाडी सर्भिस नगरेर घरमा गाडी नै चलाएको थिएन पाँच सय 600 किलोमिटरको यात्रा हो नि त त्यो हालेको गाडी न्यू ब्रेक प्याड्स है अब चाहिँ मेरो गाडी जहाँ हाने त्यही ठाउँको ठाउँ ब्रेक लाग्छ अब जति किसिमले हाने नि ब्रेक छ्याप्पै
चेकअपको लागि हुन्छ भयो प्रिपेयर नयाँ पछाडिको ठिक छ टायर पनि ओके छ कन्डिसन सब ओके कन्डिसन अब अलिकति प्लेन हाल्न बाँकी छ प्लेन फालेर प्लेन हाल्ने दाइले मेरो गाडी चेक गर्दै हुन्छ लाइट साइड इन्जिन लाइट चेक लाइटहरू सबै गाडीको फर्मालिटी कति मिठो साउन्ड दिएर अहिले साउन्ड त बिहान घुरघुर गरिरहेको थिएँ यो साउन्ड कति मिठो दिएर साउन्ड हुन्छ इन्जिनको गाडीको साउन्ड त्यो साथै मेरो गाडी बाहिर साथै म चाहिँ मेरो आफ्नो गाडी धुँदैछ साथी अहिले हामीसँग सर्भिस फाइनली भयो र यस्तो मजाले टिकटलके छ है कस्तो थियो बिफोर आफ्टर हामी घर जान्छौँ अब चाहिँ है दामी छ भेटौँला होइन अब ल दाइलाई पनि छोड्यो अब हामी घरतिर लाउँला साथी हो हामी घर हाम्रो क्याम्पमा आइपुग्यौँ अगर पछि अँध्यारो छ केही पनि देखिँदैन नि रातिको 10 बजिसकेको छ अब गएर यसो सुत्नु पऱ्यो भोलि त काममा जानु पऱ्यो हाम्रो दाइ रोशन दाइ यता अगाडि हुन्छ गोविन्द दाइ रोशन दाइ असीम अगाडि पछाडि म थ्याङ्क यू सो मच वाचिङ भिडियो लाइक कमेन्ट सब्सक्राइब गर्छु नबिर्सिनु है